हेलो नमस्कार। यो भिडियोमा यहाँलाई स्वागत छ। अहिले चाहिँ हामी पूर्वको सुनसरी जिल्लाको इटरी भन्ने ठाउँमा आछौँ र यहाँ हामीले ट्रेनिङहरू दिँदैछौँ। सुरुमा हामी यसरी चाहिँ चरखामा धागो बेर्नेदेखि लिएर तपाईलाई हामी पहिले हामी तानहरू जोड्छौँ। तान जोडिसके पछाडि तपाईलाई धागोहरू मिलाइदिन्छौँ। धागो मिलाइसके पछाडि तपाईलाई चाहिँ हामी बुनेर अलिकति बुनेर तपाईलाई देखाउँछौँ ताकि तपाईले पनि यसरी बुन्नुहोस् भनेर हामी त्यसै गरेर त्यस पछाडि चाहिँ तपाईलाई हामीले यसरी सबै तानहरू चेक गरिसके पछाडि तपाईलाई राख्छौँ र तपाईलाई राखिसके पछाडि तपाईलाई यसरी राखेर ट्रेनिङ दिन्छौँ र तपाईलाई हामीले बिस्तारै चाहिँ यसरी ट्रेनिङ दिएर चाहिँ तपाईलाई हामी पर्फेक्ट बुन्न बनाउँछौँ र बिस्तारै तपाईले रेन्ज पक्रिनुहुन्छ। दिनमा यसले 20 मिटर बुन्छ र योबाट चाहिँ यो तानबाट चाहिँ तपाईले यो गियरवाला तान हो। यसबाट चाहिँ भाङ्राहरू गुरुङ मगरेर लाउने भाङ्रादेखि लिएर तपाईको अल्लु गाँजाको कपडाहरू तपाईलाई चाहिँ खाडीको दौरा सुरुवाल कोटको कपडाहरू धेरै किसिमको कपडाहरू तपाईले खदाहरू दिनमा 80 वटासम्म बनाउन सक्नुहुन्छ र कतिले चाहिँ यो पर्सनली युजको लागि अब पर्सनली बिहान बेलुका पार्ट टाइमको लागि घरमा चाहिँ नानीहरू हेरेर स्कुल नानी पठाएर बुन्छु भनेर चाहिँ राख्नु भएको हुन्छ भने कतिले चाहिँ अब उद्योगै खोल्नु भएको छ 500 पिस लिनुहुन्छ। उहाँले कोहीले भाङ्रा विभिन्न किसिमको भाङ्राहरू विभिन्न कल्चरल ड्रेसहरू जस्तै धिमाल राजवंशीको ड्रेसहरू नेवारको ड्रेसहरू त्यसै गरेर ढाकाको साडीहरू मिटरहरू तपाईको खदाहरू त्यसरी पोलिस्टरको तपाईको सर्ट पेन्टको कपडाहरूदेखि लिएर तपाईलाई विभिन्न किसिमको कपडाहरू तपाईले बुन्न सक्नुहुन्छ। त्यो चाहिँ तपाईमा भर पर्छ अब कस्तो किसिमले हजुरले गर्नुहुन्छ भन्ने कुरो चाहिँ र हामीले यसरी ट्रेनिङ दिँदैछौँ। उहाँलाई चाहिँ अहिले हामीले चाहिँ सिकाएर बसाएर ट्रेनिङ दिँदैछौँ है।